टुरिज्मलाई चाहिँ अलिकति हामीले ग्रो अप हुने भ्लगहरू बनाउँछौँ। सोसियल मिडियामा चाहिँ लाक्पा खेलेको को बुढी चाहिँ अर्काले लगिदिएको त्यस्तो भिडियोहरू मात्रै भाइरलहरू भएको होइन। हाउडे हाउडे भिडियोहरूको चाहिँ फेरि मिलियन भ्यूहरू गइरहेको हुन्छ। हाम्रो इन्फर्मेटिभ भिडियोहरू चाहिँ जाँदै जाँदैन। प्लिज तपाईँहरूले एक एकवटा लाइक गरेर सपोर्ट गरिदिनु होला है। मजाले शीतल तापिरहेको फुलै फुल। तपाईँहरू पनि आउनु सक्नुहुन्छ है त यो जग्गामा। वेलकम ब्याक टु माई ब्लग। हजुरहरूलाई फेरि पनि मेरो भिडियोमा स्वागत गर्दै आज भन्छ वर्ष गइरहेको छु। त्यहाँनिर अहिले चाहिँ एकदमै दामी फुल फुलेको छ भन्ने कुरा सुनिरहेको छु होइन। एकदमै मार्गीले साह्रो पारिरहेको छ। मेरो स्वरलाई नहेर्नुहोस् होइन। म यति दुःख गरेर म बिमार भइ पनि तपाईँहरूलाई म कन्टेन्ट दिने म काम चाहिँ गरिरहेको छु। अहिले भने चाहिँ हामी ओख्रे बजारमा आइपुग्यौँ खाजा खानको लागि। अहिले भने चाहिँ फास्ट फुडमा छौँ। अब हामी भित्र पस्दैछ है। अहिले भने चाहिँ हामी हिले आइपुग्यो। हिलेदेखि चाहिँ अब जस्ट अब भित्र हामी पस्दैछौँ। त्यसको लागि चाहिँ अलिक तल नै हामीले यो रिसिपहरू काट्नुपर्ने रहेछ। वर्षे आउने गाडीहरू चाहिँ कम्ता छैन रहेछ। टुरिस्टहरू मात्रै नभएर प्रायः लोकलहरू पनि रहेछ। तपाईँले देख्नुहुँदैछ जस्ट भित्र पस्दै फुले के मजाले फुलेको रहेछ। तपाईँले देख्नु सक्नुहुन्छ त। वर्षे सुरु भयो है त। 5 किलोमिटर रहेछ यो। प्रायः चाहिँ हामी भित्र पस्दै चाहिँ टुरिस्टहरू मात्रै हामीले चाहिँ देख्न सकिरहेको छौँ होइन। प्रायः लोकलहरू पनि पुरा आउँदो रहेछ। यो चाहिँ पुरै सिजन रहेछ है। अहिले भने चाहिँ हामी आधा बिसमा पुगिरहेको छौँ। 1 किलोमीटर मात्रै हामी पुग्यौँ। आप लोग का प्यार और सपोर्ट से भैया का पेज पे 1 मिलियन फॉलोवर्स पहुंचने वाला है। बस इसी तरह अपना प्यार और सपोर्ट दिखाइए, बस आगे बढ़ाइए। आप लोग ने जाके देखे पेज में क्या देखे, 1 मिलियन पहुंचा नहीं पहुंचा। आप लोग सपोर्ट ही नहीं करते तो 1 मिलियन पहुंचेगा कहाँ से यार। सपोर्ट कर दो, कम से कम आगे बढ़ाइएगा तभी ना हम लोग आप लोग के लिए हम इतना नया कंटेंट लेके आते हैं। पुग्नै आँटेको छौँ पुग्नै। बिचारे मसिनो नानीहरू त यत्रो बेसी हिँडिरहेछ। हिँड्नु मचाउँदैछ हो। यस नानीहरूदेखि लिएर ठुला बुढापाकादेखि लिएर टुरिस्ट लोकल अहिले भने चाहिँ हामी पुगिगयौँ होइन। तपाईँहरूको लागि भने चाहिँ हामीले यति बेसी दुःख गरेर भिडियोहरू बनाइदिन्छौँ। इन्फर्मेसनको लागि, हाम्रो सिक्किमकै लागि, हाम्रो टुरिज्मलाई चाहिँ अलिकति हामीले ग्रो अप गर्नुको लागि हामीले भ्लगहरू बनाउँछौँ, भिडियोहरू बनाउँछौँ। तर यस्तो भिडियोहरूमा चाहिँ तपाईँले सपोर्ट गर्नुहुन्न। तर आजभोलि चाहिँ धेरै जस्तो चाहिँ सोसियल मिडियामा चाहिँ लाक्पा खेलेको अर्काको बुढी चाहिँ अर्काले लगिदिएको त्यस्तो भिडियोहरू मात्रै भाइरलहरू भएको होइन। बाइकहरू गाडीहरू क्रासहरू भएको त्यस्तो भिडियोहरू मात्रै भाइरल हुन्छ। तर हाम्रो जुन कुरा चाहिँ हाम्रो सिक्किममा भएको नेचुरल ब्युटिनेसहरूलाई टुरिज्मलाई चाहिँ हामीले अगाडि बढाउनु अब गरेको होइन। यस्तोमा चाहिँ तपाईँहरूले सपोर्टै गर्नुहुन्न। अब हाउडे भिडियोहरूको चाहिँ फेरि मिलियन भ्यूहरू गइरहेको हुन्छ। तर हाम्रो इन्फर्मेटिभ भिडियोहरू चाहिँ जाँदै जाँदैन। प्लिज तपाईँहरूले एक एकवटा लाइक गरेर सपोर्ट गरिदिनु होला है। यसरी नै तपाईँहरूलाई इन्फर्मेटिभ भिडियोहरू जग्गाको म तपाईँलाई देखाइरहने छु। सो फाइनली गाइस हामी वर्षे 0 पोइन्ट आइपुग्यौँ। अब यहाँदेखि चाहिँ 0 पोइन्ट तल हो। तर यहाँनिर भने चाहिँ हामी जस्ट इन भएको छौँ। सो सबैजना भनेको प्रायः फोटो खिचिरहेको छ होइन। भिडियोहरू गर्ने गरिरहेको छ। तपाईँले पछाडि देख्नुहुँदैछ उहाँहरू चाहिँ सायद टुरिस्टहरू जस्तो लाग्यो होइन। यो फुलहरू भनेको चाहिँ भर्खर फुल्दै गरेकोहरू जस्तो लाग्यो। मजाले पुरै त फुलिसकेको छैन रहेछ। यहाँ तलतिर रहेछ नि यो फुलेको त खुसबु तल चाहिँ मजाले फुलेको रहेछ। अझै मजाले फक्रिसकेको छैन रहेछ फुल। अझै तपाईँहरूले आजदेखि उठाएको 10 दिन आफ्टर 10 डेजतिर आउनुभयो भने चाहिँ अझै रमाइलो हुने रहेछ। कतिवटा चाहिँ फक्रिँदै रहेछ भर्खर। तपाईँले देख्नुहुन्छ नि। अब म पोहोरपालि आएको थिएँ नि, त्यति बेला भने चाहिँ यहाँतिर साह्रै फुल थिएन। तर यसपालि भने चाहिँ साह्रै दामी मजाले फुलेछ। प्रायः फुलिरहेको छैन। कसैले फोटो खिचिरहेको देख्न सक्नुहुन्छ होइन। यहाँनिर चाहिँ एउटा सानो झिल पनि छ। यो झिल पनि तर यसमा पानी छैन रहेछ सुकेकोले गर्दाखेरि। रमाइलो टाढैपट्टि फुलै फुल ढकमक्कै फुलिरहेको। तर अझै रमाइलो चाहिँ हुनु बाँकी नै रहेछ। कसै मजाले शीतल तापिरहेको, कसै गीतहरू सुनिरहेको, बेङ्गाली सङहरू रमाइलो गरिरहेको फुलै फुल। तपाईँहरू पनि आउनु सक्नुहुन्छ है त यो जग्गामा। आएर तपाईँहरू इन्जोय उठाउनु सक्नुहुन्छ। आनन्द तँलाई कस्तो लाग्दैछ? 2 ताल भयो होइन आएको? 2 ताल तो के लिए नहीं सवारी। अभी थोड़ा अच्छा लग रहा है, पूरा अच्छा लग रहा है। अच्छा से भी पूरा अच्छा लग रहा है।
फुलहरू मजाले ढकामा फुलिरहेको बाफ्रे फुलहरू टक्कै हामी वर्षे 0.9 वर्षैमा चाहिँ तपाईँहरू आएर यसरी आफ्नै टेन्टहरू लिएर पनि बस्न सक्नुहुन्छ। प्रायः यहाँ टेन्टहरू पनि थापिरहेको छ होइन। र यहाँनिर किनेर खानु भन्दाखेरि पनि तपाईँले प्रायः चाहिँ ड्राई पिकनिक र तपाईँहरू आफैले सामानहरू बोकेर आउनुभयो भने चाहिँ साह्रै राम्रो हुन्छ जस्तो मलाई लाग्यो। किन सबैले यहाँनिर आफ्नो आफ्नो सामानहरू लिएर खाँदै गरेको होइन, इन्जोय गरिरहेकोहरू मात्रै मैले पनि देखिरहेको भने चाहिँ हामी यहाँनिर आइपुगेर चाहिँ मजाले खाजाहरू खाने। मान्छेहरू आउने आइरहेको छ, जाने गइरहेको छ। तर अघि बिहानको भन्दा चाहिँ बेसी नै मान्छेहरू आउने आइरहेको छ, जाने यो सबैजना यो फर्केको कसै आउँदैछ। फुलहरू त्यतिकै फुलिरहेको, फोटो खिचिरहेको, रमाइलो गर्ने गरिरहेको। हेर्नुहोस् न आमा कसै बसिरहेको, आमा खाँदा बाटोमा पनि उकालो आउने आइरहेको छ, जाने गइरहेको छ। कसलाई म के भन्न चाहन्छु भने म अलिक बिसन्चो हुँदै भए पनि यस्तो स्वर ननिस्किनुहोस् कि पनि भिडियो बनाएर दिएको छु होइन। तपाईँले यो भिडियोलाई चाहिँ माया देखाइदिनुहोस् है। तपाईँले लाइक एक एकवटा लाइक चाहिँ गरिदिनुहोस् है त। सो तिमीलाई कस्तो लाग्यो आज सेकेन्ड टाइम? पहिलेको भन्दा कस्तो छ? पहिलाको भन्दा चाहिँ यो पालि फुल चाहिँ धेरै थियो। धेरै थियो रमाइलो। मान्छे कतिको रहेछ? मान्छे रहेछ हेभी प्रो हेभी रहेछ पुरा रहेछ नि एकदमै। सो यति भन्दै जति तपाईँलाई मैले भिडियो देखाउन सकेँ होइन भन्दै म यो भिडियोलाई यतिमै राख्दै म बिदा हुन चाहन्छु। र तपाईँलाई यो भिडियो के कसो लाग्यो मन पऱ्यो भने लाइक कमेन्ट सेयर पनि गरिदिनुहोस् भन्दै सबैसँग म बिदा हुन चाहन्छु। बाई बाई।